गाइस हेर्न सक्नुहुन्छ माहौल यस्तो बवाल छ। गाइस फाइनली भजन सुरु भयो है गाइस। यहाँ ग्रुपको होइन ग्रुपको यहाँ सुरु भयो है। ल गाइस डोलेश्वर महादेव है। ल डोलेश्वराय नमः। हेलो गाइस फाइनल्ली आज चाहिँ म छु यता भक्तपुर सूर्य विनायक अवस्थित होइन डोलेश्वर महादेवमा। अब यहाँ किन आएको भन्दाखेरि अब आज चाहिँ यहाँ एमआरआर ग्रुपको तर्फबाट चाहिँ भजन छ भन्ने चाहिँ मलाई यहाँ खबर आयो। त्यही भएर चाहिँ त्यही भजनमा अलिकति मन शान्त पारौँ यानि कि इन्जोय गरौँ भनेर आएको छु होइन। अनि साथसाथै यो डोलेश्वर महादेव चाहिँ मेरो फर्स्ट टाइम हो। अनि डोलेश्वर महादेव पनि दर्शन गरौँ भनेर आएको छु होइन। यता भित्र छ यो चाहिँ भित्र जान्छु है त गाइस। अनि म तपाईँहरूलाई देखाउँछु यहाँदेखि सानो बजार छ त्यो पनि देखाउँछु म तपाईँहरूलाई। हेर्न सक्नुहुन्छ यता चाहिँ बजार छ। ल अब अहिले चाहिँ अलिक साँझ टाइममा छु म होइन। झन्डै 5 बज्नु लागिसकेको छ। त्यही भएर चाहिँ यहाँ बजारहरू चाहिँ उठाउने क्रम जारी रहेछ। सायद यहाँ बाटो भिजेअनुसार चाहिँ अघि यहाँ पानी परे जस्तो छ। अब अहिले चाहिँ नपरोस् त्यही हो। फेरि फर्किनलाई गाह्रो हुन्छ नि त। अब यहाँ चाहिँ यो डोलेश्वर महादेव छिर्ने ढोका चाहिँ देख्न थाल्यो। अब यहाँबाट चाहिँ म जान्छु है त गाइस। गाइस साँझ भयो भने यहाँ दर्शन गर्न जानेहरू चाहिँ छ है। गाइस यही भनेको थिएँ मैले यहाँ एमआरआर भजन काठमाडौँ हरेक शनिबार भजन गर्ने क्रममा चाहिँ आज चाहिँ यहाँ डोलेश्वर महादेवमा चाहिँ छ होइन। अब यहाँ चाहिँ कार्यक्रम यहाँ हुँदैछ। गाइस पुग्यो है फाइनली डोलेश्वर महादेव एरिया। भित्र चाहिँ यस्तो छ। बाबाजीहरू पनि हुनुहुन्छ होइन। यताबाट देखिन्छ है ठ्याक्कै भित्र छ है डोलेश्वर महादेव। यहाँबाट चाहिँ म यो ढोकाबाट चाहिँ भित्र छिर्छु। यता ल्याएछ केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर। यसलाई यता चाहिँ प्रोग्रामको लागि रेडी भइरहेको रहेछ। यता चाहिँ डोलेश्वर महादेव गाइस फाइनली पुग्यो है फर्स्ट टाइम। जय शम्भु। गाइस अब पहिला चाहिँ मन्दिर दर्शन गर्छु होइन। यहाँ दर्शन गर्छु अनि यहाँ चाहिँ कार्यक्रम चाहिँ हेर्छु है गाइस। त्यही हो जस आज चाहिँ एमआरआर ग्रुपको चाहिँ भजन पनि हेरिन्छ। यहाँ पहिला मन्दिर दर्शन गरौँ। यहाँ चाहिँ रेडी भइरहेको छ है। र गाइस फाइनल मैले मन्दिर चाहिँ दर्शन गरेँ होइन डोलेश्वरनाथको। ल अब चाहिँ यता भजनको चाहिँ अब आनन्द लिन्छु होइन म। मेन त यही भजनको लागि आएको हो। मन्दिर दर्शन प्लस भजनको लागि होइन। अब यहाँ सुरै हुनु लाग्छ। अब यता चाहिँ भजन हेर्छु गाइस। गाइस फाइनली भजन सुरु भयो है गाइस। यहाँ ग्रुपको होइन ग्रुपको यहाँ सुरु भयो है। माहौल चाहिँ बिस्तारै साथ छ है। अब गाइस यता बस्नेको पनि राम्रै व्यवस्था भइरहेको छ है। अलिक म यता थिएँ होइन स्टेपमा थिएँ। अब यहाँ बस्ने कुर्सीहरू राख्दा राख्दा चाहिँ यहाँ बसिसक्यो है गाइस। ठिकै छ। आउने क्रमहरू जारी छ है मान्छेहरूको। अघिभन्दा लास्टै मान्छेहरू बनिसक्यो है गाइस। बवाल गरिरहेको छ। साउन महिना नै अलिक गर्नुपर्ने महिना हो नि त। महिना नै
ब्रह्मा विष्णु यिनै हुन् महेश्वर कति राम्रो मन्दिर डोलेश्वर ब्रह्मा विष्णु यिनै हुन् महेश्वर कति राम्रो मन्दिर डोलेश्वर ब्रह्मा विष्णु यिनै हुन् महेश्वर हरे ब्रह्मा विष्णु यिनै हुन् महेश्वर उस्तै राम्रो भक्तपुर सहर जान मलाई लाग्दैछ रहरा उस्तै राम्रो भक्तपुर सहर जान मलाई लाग्दैछ रहरा हरे जान मलाई लाग्दैछ रहरा डोलेश्वरसम्म धाउन पर्यो हामीलाई साह्रै गाह्रो शिव दर्शन पाउन कहाँ हुनु होला शिव शङ्कर बम्भोला कहाँ हुनु होला शिव शङ्कर बम्भोला आज भोलि कहाँ डान्स गर्नु नबोल भएर डान्स चाहिँ यता भइरहेछ है मलाई देख्न सक्नुहुन्छ भगवान गाइस हेर्न सक्नुहुन्छ माहौल यस्तो बवाल छ मजाले इन्जोय गर्दा मान्छेहरू गाइस फाइनली दर्शन पनि गरियो होइन फाइनली घुमियो पनि र माहौलमा रमाइलो पनि गरियो अब चाहिँ यहाँ परिक्रमा गरेर म चाहिँ फर्किन्छु होइन गोटेहरू टाढा जानुपर्छ नि त यहाँ भक्तपुर सूर्यविनायक एरियामा छु होइन तपाईँ अलिक टाढै जानुपर्ने भएर अब चाहिँ म यहाँबाट निस्कन्छु गाइस बबाल रमाइलो भयो अब यो साउन महिना चाहिँ पुरा धर्मकर्म गर्नुपर्ने महिना हो होइन जस अब यहाँ डोलेश्वर महादेवबाट सुरु भएको छ होइन अब जस रमाइलो हुन्छ अब यो महिना चाहिँ म प्रायः त्यस्तै तीर्थस्थलहरूमा घुम्नेछु र तपाईँहरूलाई पनि घुमाउने छु म सँगसँगै होइन गाइस अब त्यही हो गाइस अब यस्तै मन्दिरमा परिक्रमा गरेको होइन अनि अब यो के यो शिवालयहरूमा गएको यस्तो ब्लगहरू चाहिँ अब आउँदै गर्नेछ होइन अब त्यही हो गाइस अब सक्दो चाहिँ म यो साउन महिना चाहिँ यस्तै धर्मकर्ममा बिताउने चाहिँ मेरो विचार छ अब कतिसम्म कुरा हुन्छ अब त्यो चाहिँ आउने दिनहरूले नै बताउँछु गाइस अब अहिलेलाई चाहिँ आज यो डोलेश्वरमा चाहिँ मन्दिर पनि दर्शन गरियो साथै यो यमारहार भजन गुरुहरूको यो भजन पनि सुनियो जस बाल आनन्द है गाइस र तपाईँहरूले पनि अब अर्को यो हप्तै पछि यिनीहरूको चाहिँ होइन हप्तै पछि चाहिँ यिनीहरूको यहाँ के यो हाम्रो हुन्छ भजन हुन्छ अब तपाईँहरूले चाहिँ यो टिकटक फेसबुक
या इन्स्टाबाट चाहिँ होइन तपाईँहरूले पनि अब यहाँ मेरो ग्रुपलाई चाहिँ फलो गरेर होइन भजन ग्रुपलाई यहाँ मेरो नेपाल हो कि के छ समथिङ छ होइन त्यहाँ चाहिँ अब नोटिस हेरेर चाहिँ अब अर्को पालि चाहिँ कता छ होइन त्यो चाहिँ पत्ता लगाएर चाहिँ तपाईँहरूले चाहिँ यहाँ चाहिँ भजन चाहिँ इन्जोय गर्न सक्नुहुन्छ गाइस त्यही हो होइन अब यता चाहिँ भजनले गर्दा पनि अहिले चाहिँ खतरा भिडभाडको माहौल चाहिँ हेर्न सक्नुहुन्छ बबाल छ गाइस र गाइस अब चाहिँ यहाँबाट चाहिँ म जान्छु है गाइस त्यही हो गाइस यस्तै भिडियोहरू चाहिँ आइरहन्छ गाइस त्यही भएर अब अर्को भिडियोमा चाहिँ भेटौँ ल अहिलेलाई चाहिँ बाई गाइस